क्वेसनको आन्सर दिन्छु पहिला फर्स्ट क्वेसनको आन्सर दि अब हजुरलाई त्यो क्वेसनको त्यसलाई ओइल भनिन्छ मैले फर्स्टको लागि क्वेसनै भनेको छैन तपाईको नाम के हो त्यसलाई इंग्लिशमा के भनिन्छ फर्स्टमा क्वेसन के आयो तपाईको नाम के हो त्यो क्वेसन आयो बाबु बाबु सोना टोना जादु मोना I me also don't like. That's the types of these words that that's all fake words that. Okay? But yeah, यता हजुरले के भन्नुभयो? यसरी भन्नुहुन्छ के? धीरु त्यसलाई इंग्लिशमा के भनिन्छ? What's your name? तपाईको नाम के हो? त्यसलाई यो डबल क्वेशन एउटैमा त हामी सिंगल सिंगल भन्छौँ नि कि डबल क्वेशनमा मेरो नाम धीरु हो त्यसलाई ओइ भनिन्छ हाय हाय स्वैग तेरे वाह 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 तेरा क्या कहना हजुर कति गोरो है कति राम्रो मलाई हजुर एउटा कुरा सोध्नु थियो हजुरसँग वेलकम एभ्रीवन कति राम्रो इंग्लिश बोल्नुहुन्छ हजुर ओके सोध्नुहोस् ठिक छ सोधिरहेको छु हजुर अब फ्याक्ट माथि आउनु हजुर के गर्नुहुन्छ टिकटक चलाउँछु अनि भिडियो बनाउँछु हजुर म पुरा क्लियर भनेको छु धीरु भाइ नाम हो जनकपुर घर छ हजुरलाई सोध्दैछु त कमेन्ट पढ्दैछु टिकटक चलाउँछु आफैलाई गर्छु कहाँबाट कहाँ जमिन आसमान एक गरिदियो भाइ हजुरले Silent Sanjit bye welcome everybody welcome Raja sorry for not reading your comment Raja attitude hello thank you so much जुली मिल गया थैंक यू नमस्ते धीरु भाइ नमस्ते आइज खुसी मैले हजुरलाई भनेको हैन यहाँ अर्को धीरु भाइ नाम गरेको मान्छे नमस्ते रे अनि त्यही रिप्लाई गरिरा सरी त्यो नि मै छु म यहाँ मेसेजमा रिप्लाई गर्नुस् न त धेरै जना आउँछ ओ माय गॉड हजुरलाई म नमस्ते गर्न त बिर्सेछु यार ल अब भन्दैछु ठिक छ अब हजुरलाई म नमस्ते भन्दैछु सुन्नु न अलि नमस्ते आइज खुइली नबिना नमस्ते भाग्यमानी हुनु धीरु भाइ सौभाग्य भयो 9076 Yes, of course. Thank you. Lots of love. Dhiru bhaiya, Niva Yadav. Welcome everyone. Welcome everyone. Welcome everyone. Okay, so nice to meet you. Haba. आप हमको मुर्गा बना रहा है या खुद को मुर्गा क्या ये क्या है इंग्लिश हिंदी क्या बोली अब लैंग्वेज कौन था वो आपने जो अभी बोला वो कौन सी लैंग्वेज थी पता नहीं वो यहाँ जो लिखा वो पढ़ दिया कुछ समझना भी पड़ता है हर एक बात किताब में लिखी हुई नहीं मिलती है इसीलिए ठीक है इंग्लिश जति आउँछ त्यति हामीले बोलिंगा अब हिन्दी फेरि हिन्दी जति आएगा उति बोलिंगा अब नहीं बोलो You can speak in English. I'm understanding you. I'm getting you. You can understand in English. You can speak in English. I cannot. I'm sorry. I'm Nepali. I'm pure Nepali. No, Nepali people have done right to know any other language. They don't have any right? Not all. Only me. Hey, okay. Then it's
selfish for only me, you know, only me is selfish. के बुझिन नेपालीमा भन्छ न हजुरलाई यथार्थ यो भन्न खोजेछु कि अहिलेको लागि हामी गए। हजुरको राति शुभमा बितोस्, शुभरात्रि। नमस्कार। हजुरको नेपाली बहुत अच्छा छ। थ्याङ्क यू फर जोइनिङ। ए नो 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 जोइनिङ भन्दैन होला, के भन्छ इङ्ग्लिसबाट भन्ने आएन। इङ्ग्लिसबाट हजुरले मलाई रिक्वेस्ट पठाएर यति धेरै समय दिनुभएकोमा थ्याङ्क यू भन्दा के भन्छन्? मलाई नि म